कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन। यी ट्वालहरू अलिक समयका ट्याग टुटुट हुन्, अलिक समय पछि समाप्त हुन्छ। हामीले पहिले पनि देखेका हौँ, 250 वर्ष राजतन्त्र देखेका हौँ। 250 वर्षमा के भए म त्यतापट्टि अहिले जान चाहन्छु। हामीले देखेका हौँ राजतन्त्र। त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्व राजा भनिएका भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि हामीले देखेका छौँ। 3 वर्ष शासन हातमा पार्दा कानमा घुसेको कनसुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै। कानमा कनसुत्लो परेर त्यसले चिथोरो भने कस्तो हुन्छ कान? सबैले अनुभव गरेका छैन होला, गर्ने कुरा पनि भएन। तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नु पर्यो। 19 दिन खाली हातका जनता सडकमा उत्रनु पर्यो र 19 दिन पछि हतियारधारी राजालाई गुणा टेकाएको। फेरि पनि कुनै प्रकारका जनविरोधी देशद्रोही क्रियाकलापहरूको चेष्टा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टाहरूलाई धुलो चटाउनेछ। हामी दावाका साथ यस्ता दुष्प्रयास नगर्न हामी चेतावनी दिन चाहन्छौँ। अस्ति एकजना छिटो उत्ताउने नै गएर देखे प्रधानमन्त्री भाग्ने तयारी गरून्, भाग्नका लागि हेलिकप्टरको सुविधा दिन्छौँ भनेर के सपना देख्न थाले यिनीहरू? के सपना देख्न थाले? हेलिकप्टरको सुविधा दिने कसले बोलायो मैले त्यति याद गरिनँ। तर एउटा अलिकति उत्ताउलै मान्छेले कसैले बोलेको छ। अनि त्यस्ता प्रकारका प्रयास भएका छन् र यो प्रयास रोक्न अग्रभागमा, प्रतिगमन रोक्न अग्रभागमा, देशको रक्षा गर्न अग्रभागमा, राष्ट्रिय हितहरूको रक्षा गर्न अग्रभागमा, नेपालको भूमिको रक्षा गर्न अग्रभागमा, नेपालका हक अधिकारको रक्षा गर्न अग्रभागमा, जनताका हक अधिकारको रक्षा गर्न अग्रभागमा, नेपालमा सुशासन र विकासको गति र लहर ल्याउनका लागि अग्रभागमा रहने पार्टी भनेको नेकपा एमाले हो। त्यसै कारण यस पार्टीमाथि सबभन्दा बढी घेरेर यसमाथि प्रहार भइरहेको छ। अस्थिरता छायो। नेकपा एमालेको सरकार ढालेकै अस्थिरता ल्याउनका लागि थियो। अनेक प्रकारका मुद्दा मामिला अनेक चिज गरेर नेकपा एमालेको सरकार ढालेका थिए। अस्थिरता देशमा आएको थियो। अस्थिरता आएपछि सबै जो पनि सरकारमा जाने, जो पनि सडकमा यसो सुन्यो प्रधानमन्त्री हुने भन्दा तलका कुरै गर्दैन। अलिकति 200 मान्छे कतिबाट पैसा दिएर जम्मा गर्छ, अगाडि उभ्याउँछ। अब म प्रधानमन्त्री नभइकन देश बन्दैन भन्छ एउटा। बिहान बेलुका औषधि खान्छ, दिउँसो प्रधानमन्त्री हुने कुरा गर्छ। यस्तो पनि जमाना आयो। फेरि ताली बजाउने मान्छेहरू पनि अलिअलि पैसा दिएर ल्याएका मान्छेहरू हुन्छन्। अलिअलि केही फाल्टो पनि के रहेछ जम्मा भएको भनेर हेर्न आउँछन्। ताली बजाउने पनि अलिअलि हुन्छ। यस्तो अस्थिरता हो र यस्तो खालको राजनीति कहिल्यै नगरेका, राजनीति के हो थाहै नपाएका त्यस्ता मान्छेका हातमा राजनीति। त्यसले गर्दा देशमा एउटा अराजकताको, उच्छृङ्खलताको, मन परितन्त्रको अवस्था आयो। त्यसै अवस्थालाई ध्यानमा राखेर अब देशमा अस्थिरता हुन दिनु हुँदैन। स्थिरता र स्थायित्व ल्याउनु पर्छ भनेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर अहिले सरकार बनाएका छौँ। 10 महिनादेखि 1-2 जना मान्छे मात्रै बिहानै बेलुकै कराइरहेका छन्। सरकार ढल्यो भनेर। सरकार ढल्ने होइन। अब 14 महिनापछि मैले राजीनामा गर्छु। त्यसपछि नेपाली कांग्रेसले शेरबहादुर देउवाले नेतृत्व गर्छ। यो स्पष्ट छ। हाम्रो सहमति भएको छ। देउवाजीले नेतृत्व गर्नुहुन्छ।
हामी सरकारमा सहभागी रहन्छौँ र चुनाव गराउँछौँ। तर केही मान्छेहरू सरकार बन्न नदिन लागे। सरकार बन्यो भने स्थिरता हुन्छ। स्थिर सरकारले कहीँ भ्रष्टाचार, अनियमितता, कमिसनखोरीका विरुद्ध अभियान थाल्यो भने आफ्नो के होला भन्ने त्रास तिनीहरूमा फैल्यो। त्यस त्रासले गर्दा उनीहरू आत्तिएर बरबराउन थाले, बरबराइरहेका छन्। तर म तपाईँहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताका साथ कसैको अनुहार नहेरिकन भ्रष्टाचार विरुद्धका अभियान अगाडि लगिरहेको छ। हामी हल्ला होइन, काम गरिरहेका छौँ। तर्सिरहेका छन् तर्सनेहरू। यो सरकार ढाल्न सकिएन भने, यो सरकार कायम रह्यो भने भ्रष्टाचारका कुराहरू उदाङ्गिँदै जानेछन् र कारबाही भोग्नु पर्ने हुन सक्छ। आत्तिएका छन्। हामी कुनै हतार गर्दैनौँ, तर सबै कुरा आफसे आफ सत्तामा आउँदैछ। हामीले हतार गरेको होइन। उनीहरूका कामले गर्दा जेलमा गएका छन्, हामीले जेलमा हालेको होइन। आफ्ना कामले गर्दा जेलमा गएका छन्, आफ्ना क्रियाकलापले गर्दा जेलमा गएका छन्। तपाईँहरूले देख्नुभयो। अब यस देशमा यो 15 गते अरे, यही आउने 15 गते राजालाई सिंहासनमा राख्छन् अरे। घरैमा सिंहासन बनाएर राखे। देशको राज सिंहासन भनेको गयो, गइसक्यो। अब देशको राज सिंहासनको कल्पना कस्तो दिमाग होला भने नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, कहाँ हराइसक्यो। संविधानहरूको बनिसक्यो। संसद छ, राष्ट्रपति छ, न्यायालय छ, संविधान छ, व्यवस्था छ लोकतान्त्रिक। र हामी छौँ जसले जङ्गलमा घुमेर जट्ठा भावी जसलाई पायो त्यसलाई समाउँदै, पछाड्दै, मार्दै, खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर, खोरबाट पनि निकालेर मुन्ड्याएर फ्याँकिदिएका छौँ। हामी छँदैछौँ यस देशमा, फेरि राजतन्त्र ल्याउँछौँ। त्यो सपना देखिरहेका छ। 15 गते ल्याउने अरे। कस्ता सपना देख्छन् उनीहरू। खैर, त्यस 15 गते पछि अर्को 15 गते भन्छन् फेरि। अस्ति नै वैशाख 11 गते, वैशाख 11 गते ल्याउँछौँ भने, वैशाख 11 गते युवा सङ्घ नेपालले, युवाहरूले आयोजना गरे, युवा महोत्सव आयोजना गरे। खुसियाली दिवस, राजाले घुँडा टेकेको दिन वैशाख 11 गते। जनताका बलजफ्ती खोसिएका, असंवैधानिक ढङ्गले खोसिएका अधिकार फिर्ता दिएको दिन। संविधानमा बस्छु भनेर संसद पुनर्स्थापना गरेर कायलनामा गरेको दिनलाई युवाहरूले उत्सवको रूपमा मनाए। अनि उनीहरूले जेठ 15लाई सारे। जेठ 15 आफै ढङ्गले जनताले मनाउनेछन्, फेरि अर्को दिन सार्नेछ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कोही पनि यस प्रकारका भ्रममा नपर्नु होला। मैले पनि गुरुजी गुरुजी भनेका, प्रज्ञा प्रतिष्ठानका उपकुलपति बनाएका गुरुङजी ज्योतिष हेर्नुहुन्थ्यो। ज्ञानेन्द्रको कुण्डली हेर्नुभयो अरे। उहाँले राजा भइहाल्ने देख्नुभयो अरे। उहाँलाई म मेरो कुण्डली पठाइदिन्छु, मेरो पनि एकपल्ट कुण्डली हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ। एउटाको कुण्डली हेरेर हुन्छ? यहाँ त थुप्रो मान्छे छन् त, अरूका पनि कुण्डली हेर्नुहोस् न। हाम्रा कुण्डली हेर्नुहोस् न। हाम्रा कुण्डलीले के भन्छ? जनताको कुण्डली हेर्नुहोस् के भन्छ? जनताको कुण्डली हेर्नुहोस्। जनताका कुण्डलीले भन्छ कुनै राजतन्त्र शासनतन्त्र फर्किँदैन, प्रतिगमन यस देशमा हुन सक्दैन। एकछिन भदौ लागेपछि भ्यागुता ट्वार गर्छन्, भदौ सिद्धिएपछि भ्यागुताको ट्वार समाप्त। त्यसो भएर कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन। यी ट्वारहरू अलिक समयका ट्याग टुटुट हुन्, अलिक समय पछि समाप्त हुन्छ।
हामीले पहिले पनि देखेका हौं 250 वर्ष राजतन्त्र देखेका हौं 250 वर्षमा के भए म त्यतापट्टि अहिले जान चाहन्छु हामीले देखेका हौं राजतन्त्र त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्व राजा भनिएका भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि हामीले देखेका छौं 3 वर्ष शासन हातमा पार्दा कानमा घुसेको कनशुक्ल जस्तो उफ्रै चितोरेको चितोरे कानमा कनशुक्ल परेर त्यसले चितोरे भने कस्तो हुन्छ कान सबैले अनुभव गरेका छैन होला गर्ने कुरा पनि भएन तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नु पर्यो 19 दिन खाली हातका जनता सडकमा उत्रनु पर्यो र 19 दिन पछि हतियारधारी राजालाई घुँडा टेकाएको फेरि पनि कुनै प्रकारका जनविरोधी देशद्रोही क्रियाकलापहरूको चेष्टा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टाहरूलाई धुलो चटाउने छ हामी दावाका साथ यस्ता दुष्प्रयास नगर्न हामी चेतावनी दिन चाहन्छौँ अस्ति एकजना छिटो उत्ताउने नै गएर देखे प्रधानमन्त्री भाग्ने तयारी गरौँ भाग्नका लागि हेलिकप्टरको सुविधा दिन्छौँ भनेर के सपना देख्न थाले यिनीहरू के सपना देख्न थाले हेलिकप्टरको सुविधा दिने कसले बोले मैले त्यति याद गरिन तर एउटा अलिकति उत्ताउलै मान्छेले कसैले बोलेको छ अनि यस्ता प्रकारका प्रयास भएका छन् र यो प्रयास रोक्न अग्रभागमा प्रतिगमन रोक्न अग्रभागमा देशको रक्षा गर्न अग्रभागमा राष्ट्रिय हितहरूको रक्षा गर्न अग्रभागमा नेपालको भूमिको रक्षा गर्न अग्रभागमा नेपालका हक अधिकारको रक्षा गर्न अग्रभागमा जनताका हक अधिकारको रक्षा गर्न अग्रभागमा नेपालमा सुशासन र विकासको गति र लहर ल्याउनका लागि अग्रभागमा रहने पार्टी भनेको नेकपा एमाले हो त्यसै कारण यस पार्टीमाथि सबभन्दा बढी घेरेर यसमाथि प्रहार भइरहेको छ हमला भइरहेको छ यसलाई हामी पराजित गर्नेछौँ र साथीहरू यसका निम्ति आफ्नो ठाउँमा सबैजना क्लियर स्पष्ट रहनु होला सँगसँगै तयारी अवस्थामा पनि रहनु होला कुनै पनि समय हामी त्यस्ता खालका प्रयासहरूलाई नियन्त्रण गर्नका लागि अगाडि बढ्नु पर्ने हुन सक्छ जनता सार्वभौम सत्ता सम्पन्न छ जनता नै सम्पूर्ण शक्तिको स्रोत हो भन्ने कुरा फेरि हामीले व्यवहारमा स्थापित गर्नुपर्ने त्यो छँदैछ त्यसलाई अझ पुनर्पुष्टि गर्नुपर्ने अवस्था आज देखा परेको छ म धेरै कुरा अब भन्न चाहन्छु के भन्न चाहन्छु भने युवा संघ नेपालको काँधमा यत्रा जिम्मेवारी छन् देश विकासको जिम्मेवारी छ सुशासनको जिम्मेवारी छ सरकारमा नगए पनि सरकारतर्फ त युवा संघ बढ्छ नि आज युवा संघका मान्छे भोलि गएर सरकार सञ्चालन गर्ने त्यसकारण युवा संघका मानिसहरूमा त्यस प्रकारको गम्भीरता त्यस प्रकारको अठोट संकल्प चाहिन्छ त्यसै अनुसार तपाईहरुले आफ्नो शील स्वभाव बनाउनु होला त्यसै अनुसार अध्ययन गर्नु होला कार्यशैली तौ तरिकाहरुमा परिमार्जन र विकास ल्याउनु होला आफूलाई लोकप्रिय जनप्रिय रूपमा अगाडि बढाउनु होला म आग्रह गर्न चाहन्छु पदको लडाई आजको आवश्यकता होइन देशका लागिको लडाई न्यायका लागिको लडाई सुशासन र विकासका लागिको लडाई आजको लडाई हो पदका लागिको होइन त्यसकारण पदका लागि होइन तपाईहरु म भन्न चाहन्छु एकताबद्ध भएर अगाडि बढ्नुहोस् कसैले तपाईलाई भन्न सक्छ उल्क्याउन सक्छ एमालेका यत्रो विघ्न जनसंगठनहरु चुनावै हुन पाएन भने नपाएको होइन
सर्वसम्मति कायम गरेको, एकता कायम गरेको, एकताबद्ध भएर अगाडि बढेको हिजो मात्रै उत्पीडित जातीय मुक्ति समाजले सर्वसम्मतिका साथ हिजो मात्रै आफ्नो महाधिवेशन सम्पन्न गरेको छ। अनेकले सर्वसम्मतिका साथ सम्पन्न गरेका छन्, युवाहरूले पनि सम्पन्न गर्न सक्नुहुन्छ। मेरो आग्रह हो तपाईहरु सर्वसम्मतिका साथ अगाडि बढ्नुहोस्। जो साथीहरू संस्थाबाट युवा संघ त 40 वर्षको उमेर छ, 40 वर्ष मुनिका पनि थुप्रै हुनुहुन्छ, सबै त्यो नेतृत्वमा हटाउन सकिँदैन। त्यसो भएपछि केहीले केही काम गरेर फर्किनु पर्ने हुन्छ। फर्किनेहरूले चित्त नदुखाउनुहोस्। त्यसको व्यवस्थापन गर्न पार्टी छ, नेकपा एमाले छ। तपाईहरु हरेकको व्यवस्थापन हुन्छ, यो उमा भन्दैन, हरेकको व्यवस्थापन हुन्छ। त्यही कुरा तपाईहरुलाई बताउन म यहाँ आएको। हरेकको व्यवस्थापन हुन्छ, त्यसकारण कुनै लुछाचुरी गर्नु पर्दैन, कुनै घाटा पर्दैन, युवा संघ छोड्दैन। त्यसकारण म साथीहरूलाई त्यही भावनाका साथ, एकताको भावनाका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु। सँगसँगै यदि कथन कदाचित तपाईहरुले एकता गर्न सक्नु भएन, सहमति जुटाउन सक्नु भएन भने तपाई सक्नुहुन्छ, मलाई विश्वास छ। तर पनि मैले फेरि पनि अप्सन राख्नै पर्छ। तपाईहरुले सक्नु भएन भने निर्वाचनमा जानुहोस्, अत्यन्त स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्। गाली गलौज, हिलो छेपाछेप, अनुचित खालका क्रियाकलाप र विभिन्न ठाउँमा विभिन्न तत्त्वहरूले गरेका जस्ता लडाई झगडा जस्ता क्रियाकलापहरू युवा संघभित्र नहुन्, कुनै हालतमा सही छैन भन्ने कुरा पनि म बताउन चाहन्छु। युवा संघभित्र कुनै हालतमा। अर्को कुरा, बाहिरिया तत्त्वहरू कसैले पनि युवा संघको कार्यक्रममा कुनै प्रकारले बेठिकी ल्याउँछु अथवा कुनै बेठी गर्छु भन्ने कुरा सोच्छ भने त्यो पनि कल्पना मात्रै हो। त्यस्तो हिम्मत नगर्न पनि म सुझाव दिन चाहन्छु। बाहिरिया तत्त्वहरूको आवश्यकता छैन। युवा संघले आफ्नो काम युवा संघले आफै गर्छ। अरू पार्टीहरू, संगठनहरू कहाँ के त्यस्तो कुराहरूको आवश्यकता छैन। युवा संघका पूर्व पदाधिकारीहरू, युवा संघसँग सम्बद्ध व्यक्तिहरू, इन्चार्जहरू अथवा जनसंगठनका इन्चार्ज, पूर्व अध्यक्षहरू आदि यहाँ हुनुहुन्छ। उहाँहरूले अत्यन्त जिम्मेवारीका साथ काम गर्नुहुन्छ, पार्टी नेताहरू हुनुहुन्छ। अनि विभिन्न ठाउँमा हामीले देखेका छौँ, बाहिरबाट विभिन्न खालका तत्त्वहरू घुसपैठ गर्न खोज्ने खालका कुराहरू यहाँ सम्भव छैन। त्यो कुरा म बताउन चाहन्छु। तपाईहरु स्वस्थ ढङ्गले अधिवेशनलाई सम्पन्न गर्नुहोस्, मेरो त्यही आग्रह छ। म पोखरा यसकारण पनि आएँ कि यो पोखरा म 3 वर्ष अप्ठ्यारो अवस्थामा पञ्चायतको अत्यन्तै तानाशाही कालमा यो पोखरामा बसेको थिएँ। जेलभित्रै बस्न किन नपरेको होस्, तर पोखरासँग मेरो गहिरो सम्बन्ध छ। यहाँका नेता कार्यकर्ता जनतासँग, यहाँका आमा दिदीबहिनीहरूसँग, यहाँका दाजुभाइ दिदीबहिनीहरूसँग मेरो अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ। र पछि भूमिगत कालमा पनि, त्यसपछि पनि म पटक पटक आएको छु र मैले अत्यन्त स्नेह पनि पाएको छु त्यस ठाउँबाट। त्यसकारण पनि पोखरा भनेपछि मलाई आउन मन लाग्छ। आज पनि मलाई 4-5 दिनदेखि यो रुगाखोकीले अलिक दुःख दिइरहेको थियो, तर पनि पोखरा भनेकै हुनाले म आएँ। र पोखरामा युवा संघको अधिवेशनले एउटा नयाँ उचाइ, कीर्तिमान, प्रशंसा प्राप्त गर्नेछ भन्ने विश्वासका साथ म शुभकामना भन्न चाहन्छु। जसले जिम्मा लिनुहुन्छ अरूलाई समेट्ने, जसले जिम्मा लिन सक्नुहुन्न, जिम्मा लिएकालाई बधाई, शुभकामना र समर्थन दिने, यो परिपाटी स्वस्थ परिपाटी बसाउने, यही मेरो आग्रह छ। अब म धेरै नबोलिकन आफ्नो भनाइ टुङ्ग्याउँछु।